मम्मी चाहिँ नुहाइरहेछ रातिको 10:30 बज्यो हामी चाहिँ नाइट फिसिङ जाने भनेर रेडी हुँदैछ द्याट्स अ रेड बुल अनि भोलि छुट्टी हो 2-3 दिन छुट्टी थियो 2 दिन चाहिँ बोर भयो घरमा एक दिन चाहिँ छोरीको बर्थडे सडे मनाउँदा ठिकै भयो यहाँ बोरिङ ओके नो प्रब्लम यु क्यान गेट अनि यहाँ त्यही भएर यहाँ फिसिङ गर्न जाने भनेर रेडी हुन थालेँ कि कफी सबै प्याक गरेँ यहाँ कफी अनि यहाँ फिस के अरे चुलो कफी बनाउने चुलो एमएलले के बोकेको थियो के को लागि बास्केट Picnic, okay. I don't know if we're moving out No, or we're not we're moving. just going somewhere else. It looks like we're moving. And this is also when Sammy gave me in my birthday. That okay. video was just on potty. ओके ल राइट गाइज माछा चाहिँ पर्छ कि पर्दैन थाहा छैन आजभोलि माछा चाहिँ खासै परिरहेको छैन ओके Bring that thing. या अनि यिनीहरूले हामी चाहिँ यहाँ फिसिङ स्पटमा आइसक्यो रातिको 12:30 बज्यो ओ मामा यो भूतले माछा मार्ने बेलामा के हो हामी यार सही हो मारिन्छ नि माछा राति ल गाइस राति हामी चाहिँ 12 बजेबाट सुरु गरेको माछा मार्न अहिले बिहानको 5 बज्यो अनि एमी छोरी र बुढी चाहिँ मामा घरमा सुत्नु भएको छ अहिले डबल बुढी तेल पऱ्यो अनि यहाँ मारेछ माम हेर्दै यहाँ मारेछ अलिअलि यहाँ मारेछ अब कति पर्छ अब 6-7 बजीसम्म बस्ने अनि जाने है त ठुलो ट्रेलर पऱ्यो एउटा यो जान्छ स्मल हुक सानो हुकमा पत्याउँदै नसक्ने हुकमा पऱ्यो खास सानो माछालाई बनाएको हो यत्रो पर्दैन कि यसमा यस्तो यो अक्टोपस पाएर यार फेरि यो त थाहा छैन यार लाने के गर्यो हो यो गाइस कमेन्ट गर्नु होला यसलाई खान मिल्छ कि मिल्दैन यो अक्टोपस पर्यो पर्न चाहिँ तर यो खाने अक्टोपसै हो मामा लग्यौँ के छ विचार लगिदिउँ रेडी हो ल हाल्नु नि त हाल्नु त्यो अल्झेर आएछ कि उसमा बिहानको 5 बजे यसरी मान्छे सफा गर्न आउँछ बारबेकीको हानिरहेको छौँ हामी यता मामा लाइभ बेड हानिरहनु भएको छ लाइभ बेड काम गरे होइन यदि मार्न सफल भयो अक्टोबरले सर्लक्कै उज्यालो पार्यो राति 12 बजेदेखि घाम लागिसक्यो उता अरू मान्छेहरू आएको छ बिहान फिसिङ गर्नलाई हो त्यहाँ एउटा मान्छे छ त्यहाँ छ हामीले टोटल यदि 2-3 किलो मार्यो 3 किलो त होला यति मार्यो अब चाहिँ हिँडेको मामा हिँडिसक्नु भइसक्यो अब मनै लागेको ल गाइस यति हो ल जाउँ अब ल माछा बोकेर हिँड्ने ए ल गरौँ यार ल मामा बस्ने घर चाहिँ यहाँ यो होटल बन्द हो पुरै तपाईँहरूको यो कफी तातो हो
साउहरू बस्ने गर्छ उठिसक्यो त जनताहरू माछा मारेर आइसक्यो माछा डिप फ्रिजमा हाल्नुपर्छ है अलिकति धोएर ल आइपुग्यो हामी ल आजलाई यति भन्दै भिडियो चाहिँ बन्द गरौँ हस् त थ्याङ्क यू ल गाइस माछा चाहिँ यति भएछ अब माछा धोएर डिप फ्रिजमा हालेर प्याक अस्ति मारेर ल्याएको माछा चाहिँ ठुलो छ 3टा